नमस्ते, मेरो नाम डाक्टर प्रज्ञान बस्नेत। म एमबीबीएस पास गरेको एक चिकित्सक। नेपालमा चाहिँ एमबीबीएस पास गरिसकेपछि 1 वर्ष इन्टर्नसिप गर्नुपर्छ अनि फेरि 1 वर्ष काम गरेर मात्र एमडीको पढाइ गर्न पाइन्छ। तर म चाहिँ यस्तो एक चिकित्सक हो जसले चाहिँ बारम्बार नेपालको परीक्षामा चाहिँ राम्रो अङ्क लिएर आए पनि नेपालमा चाहिँ एमडी चाहिँ पढ्न सकेको छैन। किन सकेको छैन भन्दाखेरि नेपालको उच्च शिक्षामा चरम रूपमा चाहिँ श्रम शोषण छ। हामी डाक्टरको एकैचोटि 36 घण्टा ड्युटी हुन्छ। आम जनसाधारणले सोच्न पनि सक्दैन कसरी 36 घण्टा ड्युटी हुन्छ, जबकि दिनमा 24 घण्टा मात्र हुन्छ। हामी आज बिहान 7 बजे गयौँ भने भोलि बेलुका 7 बजेसम्म हाम्रो लगालग ड्युटी हुन्छ। अहिले देशमा 2 दिन बिदाको चलन चलिरहेको छ, तर हाम्रो 2 दिन होइन, हप्तामा 1 दिन पनि बिदा हुँदैन र त्यसरी नै हामी 365 दिन नै खटिनुपर्ने हुन्छ। र यो सब केका लागि? केवल केही मेडिकल माफिया र केही शिक्षण अस्पतालहरूको आम्दानीको स्रोतको लागि हामी यो देशको एकदम मेधावी पुस्ता हामी पिल्सिरहेका छौँ। हामी श्रम शोषणमा परिरहेका छौँ। देशमा सरकार फेरियो, देशमा मन्त्रीहरू फेरिए, काङ्ग्रेस कम्युनिस्टबाट जेनजी र बालेनको सरकार आएको छ, तर पनि हामी डाक्टरहरू अझै पनि 36 घण्टाको ड्युटी गर्न बाध्य छौँ। स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यको स पनि थाहा नभएकादेखि लिएर डाक्टर र नर्स मन्त्री भए, तर अझै पनि हामी डाक्टरहरू 36 घण्टाको ड्युटी गर्न बाध्य छौँ। नेपाली पनि राम्रोसँग लेखपढ गर्न नआउनेदेखि लिएर जेनेभाको कन्फरेन्समा अङ्ग्रेजी फरर बोल्नेसम्म स्वास्थ्य मन्त्री भए, तर अझै पनि हामी डाक्टरहरू 36 घण्टाको ड्युटी गर्न बाध्य छौँ। अझै पनि हामी चरम रूपमा मानसिक प्रताडनामा पर्न बाध्य छौँ। त्यही भएर हामी युवा तथा प्रशिक्षार्थी चिकित्सकहरू नेपालको श्रम ऐन हामीलाई पनि लागू होस्। अधिकतम दिनमा 12 घण्टाको ड्युटी होस्, हप्तामा 1 दिन शनिबार बिदा होस्। यस्तो एकदमै साधारण जुन हाम्रो आधारभूत अधिकार हो त्यो प्राप्तिको लागि हामी आन्दोलन गर्न बाध्य भएको छौँ। हामी सरकारलाई आग्रह गर्छौँ हाम्रो माग समयमै पुरा होस्। हामी आम नेपालीलाई आग्रह गर्छौँ, हामी तपाईँहरूकै छोराछोरी दिदीभाइ दाजुबहिनी हौँ जसले आफ्नो हजुरबा हजुरआमाले दसैँमा टिका लगाउँदा डाक्टर बनेस् भनेर दिएको आशीर्वादलाई अलि बढी सिरियसली लियौँ, अलि पढ्यौँ र अन्तिममा गएर श्रम शोषणमा पर्न बाध्य भएका छौँ। देश छोडेर विदेश जान बाध्य भएको छौँ। हामीलाई आज न्याय चाहिएको छ। हामीलाई न्याय दे सरकार, हामीलाई न्याय दे। धन्यवाद।